काठमाडौँमा रुम फ्ल्याट र सटर भाडामा दिनुहुने घरधनीहरू कता हुनुहुन्छ के? मैले चाहिँ होइन काठमाडौँमा रुम फ्ल्याट र सटर भाडामा मान्छेले पाउनु भएन भनेर चाहिँ वाट्सएपमा मैले ठुलो कम्युनिटी बनाइदिएको थिएँ। अनि अहिले कम्युनिटी पुरै काठमाडौँको डिफ्रेन्ट लोकेसन अनुसारको मैले ग्रुपहरू पनि बनाइदिइसकेको छु के। बट त्यहाँ धेरै जस्तो होइन 1000-1200मा धेरैजना सबै रुम खोज्ने भाडा खोज्नेहरू मात्रै हुनुहुन्छ। बट होइन 1200मा 100जना मात्रै होइन घरबेटी जस्तो हुनुहुन्छ कि। अनि लास्टै थोरै भइरहेछ। अनि नयाँ जो ग्रुप जोइन गर्नुभएको छ उहाँहरूलाई चाहिँ पुरानो पोस्टहरू चाहिँ वाट्सएपको ग्रुपमा चाहिँ देखिँदैन क्या। त्यही भएर तपाईँहरूले होइन भर्खरको पोस्ट गरेको अनि तपाईँहरू भर्खर आएर जोइन गर्नुभएको छ भने तपाईँलाई देख्नुहुन्न। त्यही भएर एकछिन कुरेर चाहिँ बस्नुपर्ने हुन्छ रुममा। मैले धेरै देखिरहेको हुन्छु होइन घरधनीहरूले आएर आफ्नो रुमहरूको पोस्टिङ पनि गरिरहनु हुन्छ। अनि फ्ल्याट सेयरिङहरूको पनि पोस्टहरू देखिरहेको हुन्छु। बट मान्छेहरू धेरै आउने बित्तिकै गइहाल्नुहुन्छ अनि फेरि मिस गरिहाल्नुहुन्छ क्या। त्यो भएर घरधनीहरू जोसँग रुम फ्ल्याट र सटर भाडामा छ तपाईँहरू पनि आएर फ्रीमा चाहिँ होइन आफ्नो भएको होइन खाली रुम र फ्ल्याटहरू भाडामा लगाउन सक्नुहुन्छ है हाम्रो ग्रुपमा जोइन गरेर।